सोच्नुस् त, हजारौं वर्ष पुरानो दर्शनलाई आजको उपन्यासमा कसरी समेट्न सकिन्छ होला। एकजना लेखक हुनुहुन्छ शैलेन्द्र अधिकारी। उहाँले यही असम्भव जस्तो लाग्ने कामलाई सम्भव बनाउनु भएको छ। आज उहाँकै यो रोचक यात्राको बारेमा कुरा गरौँ। 2500 वर्ष पुरानो दर्शन, त्यसलाई आजको समयमा कसरी सान्दर्भिक बनाउने, कसरी त्यसलाई पाठकले आफ्नै कथा हो जस्तो महसुस गरोस्, हो यही प्रश्नले उहाँलाई डोर्याएको थियो। तर यो सबैको सुरुवात चाहिँ कहाँबाट भयो त? अब यति ठूलो कामको सुरुवात त कुनै ठूलै घटनाबाट भयो होला भन्ने लाग्छ, हैन? तर होइन, यो सब सुरु भयो एउटा सानो कुराबाट। विश्वविद्यालयको कक्षा कोठामा उहाँले याद गर्नुभएको एउटा कुराबाट। समस्या के थियो भने उहाँले एमफिल पढ्दा के देख्नुभयो भने हामीले बुद्ध धर्मलाई एकदमै माथि मात्रै बुझेका रहेछौँ, हैन? बुद्ध भनेको शान्तिको प्रतीक, उपस्थिति मात्रै। तर त्यसको पछाडि जुन जीवन बदल्ने दर्शन छ नि, त्यो गहिराईसम्म त कोही पुगेकै रहेनछ। अब त्यो गहिरो खाडोल पूर्णलाई उहाँले जुन किसिमको मेहनत गर्नुभयो नि, त्यो सुन्दा साँच्चै अचम्म लाग्छ। उहाँको अनुसन्धानको तरिका नै फरक थियो। ल हेर्नुस्, 7 देखि 8 वर्ष यो एउटै उपन्यास अर्हतको लागि गरिएको अध्ययन र अनुसन्धानको समय हो। पत्याउनै गाह्रो। समय मात्रै होइन, किताबको सङ्ख्या पनि हेरौँ न। 600 देखि 700 वटा किताब। बौद्ध दर्शनमाथि एउटा उपन्यास लेख्नका लागि यति धेरै किताब पढ्नुभयो उहाँले। अनि कुरा किताब पढेर मात्रै सकिएन, उहाँ त फिल्डमै उत्रिनुभयो। आफ्नो पहिलो उपन्यास निर्वेद लेख्नको लागि उहाँले पशुपतिमा तपस्वीहरू, साधु सन्तहरूसँगै बसेर 2.5 वर्ष बिताउनुभयो। त्यही 2.5 वर्षको बसाइबाट उहाँले के बुझ्नुभयो भने मान्छेहरू किन तपस्वी बन्छन् त? कि त दबावले, कि अभावले, कि त आफ्नै स्वभावले। र यही कुरा उहाँको पहिलो किताबको मुख्य आधार बन्यो। यो कुरा उहाँलाई एकजना सन्यासीले नै भन्नुभएको रहेछ। अब यति धेरै अनुसन्धान त भयो, तर त्यसलाई पाठकहरूसम्म कसरी पुर्याउने हो, त्यसको लागि उहाँले कथाको सहारा लिनुभयो। उहाँले के गर्नुभयो भने त्यो गहिरो दर्शन र आम पाठक बीच एउटा पुल बनाइदिनु भयो, कथाको पुल। किनभने उहाँलाई थाहा थियो जतिसुकै गाह्रो कुरा पनि कथामा भन्यो भने सबैले बुझ्छन्। उहाँका 2टा मुख्य उपन्यासलाई हेरौँ न, दुईटै फरक फरक दर्शनमा आधारित छन्। जस्तै निर्वेद चाहिँ वेदान्त दर्शनमा केन्द्रित छ, जुन हिन्दू धर्मको वेदबाट आएको हो। अनि अर्हत चाहिँ पुरै बौद्ध दर्शनमा आधारित छ। यसले के देखाउँछ भने उहाँको अध्ययनको दायरा कति फराकिलो रहेछ। अब यो अर्हत भन्ने शब्दको अर्थ के हो त? यो एकदमै महत्त्वपूर्ण शब्द हो। बौद्ध दर्शनमा अर्हत भनेको त्यस्तो व्यक्ति हो जसले जीवनको सत्यलाई बुझेर निर्वाण प्राप्त गरिसकेको छ। मतलब अब ऊ जन्म मृत्युको चक्रबाट मुक्त भयो। यो ज्ञानको सबैभन्दा माथिल्लो तह हो। ल, अब लेखकको व्यक्तिगत यात्राबाट अलिकति बाहिर निस्केर समाजतिर हेरौँ। उहाँले नेपालको पठन संस्कृति मतलब पढ्ने बानीको बारेमा केही गम्भीर चुनौतीहरू देख्नुभएको छ। उहाँको विचारमा नेपालमा पढ्ने बानी नबस्नुका केही मुख्य कारणहरू छन्। एउटा त पढ्ने बानी बसाउने उमेरका युवाहरू कि पढ्न कि काम गर्न विदेश जान्छन्, अनि जो देशमै छन् उनीहरूको हातमा किताबभन्दा बढी त मोबाइल हुन्छ। सामाजिक सञ्जालले बालबालिकादेखि अभिभावकसम्म सबैलाई व्यस्त बनाइदिएको छ। तर के यसको कुनै समाधान छैन त? छ, र त्यो समाधान हाम्रै घरबाट सुरु हुन्छ। उहाँको सुझाव एकदमै सरल छ। पहिलो, घरमा एउटा सानो लाइब्रेरी बनाऊ। धेरै होइन, बच्चाहरूको लागि 50 वटा किताब भए पनि पुग्छ। अनि दोस्रो र सबैभन्दा महत्त्वपूर्ण, हामी आफैले पढेर उनीहरूका लागि उदाहरण बनाऊ। किनभने बच्चाहरूले हामीले भनेको भन्दा पनि हामीले गरेको कुरा सिक्छन्। अब कुरा गरौँ नेपाली साहित्यको भविष्यको। यहाँ केही यस्ता समस्याहरू छन्, यस्ता अदृश्य पर्खालहरू छन् जसले लेखकहरूको पहुँच र उनीहरूको भविष्यलाई नै असर गरिरहेको छ। यो हेर्नुस् त, यो एउटा एकदमै ठूलो समस्या हो। भारतबाट नेपालमा किताब ल्याउन एकदमै सजिलो छ, किलोको भावमा आउँछ। तर नेपालबाट भारतमा जहाँ लाखौं नेपाली भाषी पाठकहरू छन्, त्यहाँ व्यावसायिक रूपमा किताब बेच्न नै पाइँदैन। कस्तो अचम्मको असन्तुलन! अब यसको सिधा असर कहाँ पर्छ? लेखकहरूमाथि। उनीहरूको बजार नेपालको 3 करोड जनसङ्ख्यामा मात्रै खुम्चिन पुग्छ। भारतमा भएका लाखौं सम्भावित पाठकहरूसम्म उनीहरूको किताब पुग्नै पाउँदैन। यसले उनीहरूको सृजना र आम्दानी दुवैमा असर पार्छ। अनि लेखकहरूको बारेमा उहाँको यो भनाइ एकदमै शक्तिशाली छ। लेखकहरू सधैँ राज्यको प्रतिपक्षी हुन्छन्।
यसको मतलब के हो भने लेखकहरूले कहिले पनि सत्ताको गुणगान गाउँदैनन्। उनीहरूको काम त समाजको सत्यलाई, चाहे त्यो जति नै तितो किन नहोस्, बाहिर ल्याउनु हो। सायद यही कारणले होला राज्यले उनीहरूलाई खासै महत्त्व दिँदैन। त्यसो भए अन्त्यमा एउटा प्रश्न सोचेर जाउँ। यदि किताबहरू साँच्चै नै नयाँ विचारसम्म पुग्ने पुल हुन् भने ती पुलहरू बनाउने जिम्मेवारी कसको हो त? लेखकको मात्रै कि हाम्रो पनि केही भूमिका छ?